घरको छोरा भएर पनि सुतिराख्ने हो उठ भनेपछि कति सुतेको उठ न बाबु कारखाना जान ढिला भयो भनेको मान न तिमी घरको एक्लो छोरा हो कति कारखाना मात्रै जाने सबैजना पढ्न विद्यालय जान्छ म पनि विद्यालय जान चाहन्छु आमा के गर्छौ त बाबु एक छात्रामा त धौधौ भइरहेछ कसरी विद्यालय जान्छौ बरु काम गर भोलिको दिन अवश्य राम्रो होला बाबु त्यही गरेर खानु भन्ने छ हाँ जी हाँ हाँ कर देंगे वो काम हाँ कर देंगे हाँ लड़के लोग काम करते हैं हाँ रुकना जरा रुकना अरे ओ बउआ त्यो सामान छिटो बोकेर लगिहाल्छ मालिक अघि कोसाइरहेको छु मालिक अथालिसक्यो मालिक मलाई असाध्यै भोक पनि लागिसक्यो मालिक के भनिस् काम गर्दा थकाइ मार्छस् तँलाई पैसा चाहिन्छ भने काम गर्छु छिटो गरिस् भने अहिले आएर गरिनस् भने तँलाई चाहिँ लाग्दै ल्याउँछु यहाँ गरिस् भने पक हेर न शिवानी त्यो केटाले कति ठुलो भारी बोकेको मुनि कस्तो माया लाग्दो उभिँदै जानु परेन होला त जीविका जाउँ न उसलाई सोधौँ न हुन्छ सीमाता हजुर तिम्रो नाम के हो तिमी के यसरी काम गरिरहेको छौ मेरो नाम सुनिल हो घरको आर्थिक अवस्था कमजोरीको कारणले गर्दाखेरि म यसरी काम गर्छु यता फर्केर घरको एक्लो छोरो घर धन्दा धान्नै पर्यो के गर्नु मेरो भाग्यमा पढाइ लेखाइ भन्ने नै छैन